साला साला सरकारी जागिर हो भन्ने बित्तिकै राजीनामा दाइ मैले छोड्ने भनेकै छैन। मेरो ससुरा स्वर्ग भएर अहिले यही भन्सारमा आइपुगेका रहेछन् दाइ। छोरी भएको रिस पक्कै मरेको छैन। कसरी काम गर्न सकिन्छ? अब आफै सोच्नुहोस् न दाइ। तस्कर समाउन भन्सार राज्य के तस्कर समाउन आइरहेछ किन? दशा लागेको दाइ। अब दशा लागेपछि कसको के लाग्दो रहेछ र? उर्साइ त केटा अब भाउसँग लुकेर काम गरिरहेछस्, अब बुढीसँग पनि लुक्छस्। अब हुँदा हुँदा ससेर पनि आयो तेरो दशा चाहिँ लागिरहने हो है तँलाई। त्यही भएर दाइ 2-4 दिन चाहिँ छुट्टीमै घर बस्नु पर्ला म चाहिँ। त ठिक छ बस। तेरो एउटा कुरा याद गर, यो कुमार तेरो काका जस्तै हो। तेरो बाउभन्दा राम्रो सोच्ने तेरो लागि। अब त आफै भन्न केटी माग्न जाँदा इन्सुरेन्स एजेन्टको भूमिका गर्न कसले सिकायो? तपाईँले हो दाइ। तर एजेन्टको जागिरले छोरी दिएन। त्यही भएर त्यसले त्यसको छोरीको बिहे हेर्न पाएन। राम 2 3 4 5 6 7 8 9 10 ल राख। केही दिन गरे बस तेरो लागि स्पेसल काम सोध्छु म, बुझेस्?